हेलो सेवारो एभ्रिवान। अहिले चाहिँ म फेरि फिलहाल साथीको रुममा आएको छु हो। यहाँनिर माछा हेर्नु आएको तपाईँहरूलाई पनि देखाउँछु हो। अब कसैलाई इनकेस चाहिहाल्यो भने माछाको अब सकिन्छ भने चाहिँ यहाँ मेरो साथीले भनिदिन्छ हो, मलाई भन्नुहोस्, म साथीलाई कुरा गरिदिन्छु, तपाईँहरूले पाल्दा हुन्छ। चाहिँ अब सानोदेखि नै अब उयो गरेर आएको माछाको उयो चाहिँ तपाईँ यहाँ हेर्नुहोस् हो। मेरो साथीले स्विम पालेको रहेछ, स्विम भन्दैछ हो। यो चाहिँ सानो छ एक्वेरियम, उसले माथि बनाइदिएको मेरो पनि हो। उसले गर्दा सिकेको अलिकति आउँछ। अहिले त पहिला हेरेर त धेरै नै उयो याद भइसकेको छ मलाई पनि हो। यहाँ चाहिँ प्यारट फिस अरे हो। यहाँ कस्तो दामी बनाएको छ, आफै बनाएको यो त फेरि माछा चाहिँ प्यारट फिस हो। अनि यहाँ छ के भन्छ सर्ट बडी फ्लावर, यो सर्ट बडी के अरे हो। एनसेट्टी छ, धेरै थियो अगाडि नि, दामी दामी थियो है। माथि घरमा चाहिँ निकै छ उसको। साथीको त फेरि एक्वेरियममा कति 6-7 वटा होला। अन्त हेर्नुहोस् यहाँनिर के छ, गप्पी छ, यो मोली छ, गप्पी यो चाहिँ मली हो वाइट, बेलुन मोली छ, गप्पीहरू यो माथि माथिको हो। यता बेलुन मोली छ, यता रातो बेलुन मली। हेर्नुहोस् क्या एसएटिस भइसकेको छ। यो यता यो लोकल होइन, यो नर्मल जेब्रा फिस हो। अब मैले अर्को लेखेको हेरेर त यो जेब्रा फिस फिनलाम खाएको छ हेर ल, हातको हेर त यतै यसको पनि त्यही हो, फिनलाम खाएको छ। गप्पी क्या दामी भइसक्यो। अनि एउटा एक्जोटिक गप्पी छ सेतो, एसएटिस यो त तपाईँ पाउँदैन यो एकदम। तपाईँलाई इनकेस चाहिहाल्यो भने उसलाई कन्ट्याक्ट गर्दा हुन्छ। अरू पनि धेरै छ, गोल्ड फिसहरू भयो। तपाईँलाई के, तपाईँलाई कुन चाहिँ चाहियो, गैडा फिस सबै सबै एभ्रिथिङ। एक्वेरियम पनि भइहाल्छ उसले, यसो डेकोरेसन पनि अब सघाइदिइहाल्छ भन्नु हो। प्लान्टहरू हेर्नुहोस् हो, यो प्लान्टहरू पनि एउटाको सिङ्गल एउटाकै 100 रुपियाँ भन्छ एक्वेरियमसम्म जान्छ। तर यहाँ साथीकोबाट किन्यो भने चाहिँ 2टा जस्तो फ्रीमा पाइहाल्छ। किनकि मैले पनि माथि राखिरहेको छु नि त। हेर्नु दामी नै भएको छ, 6 महिना भयो पानी नफेरेको त क्लियरै छ। यो चाहिँ खाना दिँदैछ, खाना दिनु आएको हो मेरो साथी चाहिँ। त्यही हामीसँगै कलेज गर्छ, तर पनि अब यस्तो राखिरहेको छ सेफ्टी। हेर्नुहोस् ढुङ्गाहरू पनि दामी हेर्छ, ढुङ्गा हाल्यो भने। यो बलुवा पनि त्यत्तिकै हाल्नु हुँदैन, बलुवा चाहिँ धुनुपर्छ तपाईँले 6-7 खेप मजाले धुनुपर्छ। मैला निकालेर मात्रै अनि मात्रै यसो सफा हुन्छ हो। कस्तो लाग्यो कमेन्ट गरिदिनुहोस् होला। ओके, थ्याङ्क यू फर वाचिङ। साथीभाइ हेर्नुहोस्, मैले साथीकोबाटै राखेको नि त माछा, उसको भएर अब